नेपाल क्रिकेटको नयाँ अध्याय लेखिँदैछ र यसको सुरुवात भएको छ मुलपनी मैदानबाट। क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) ले आयोजना गरेको कोर क्याम्प अहिले मध्य चरणमा पुगेको छ, जहाँ 52 जना खेलाडीहरू राष्ट्रिय टिममा स्थान बनाउने सपना बोकेर भिडिरहेका छन्। यी खेलाडीहरू 4 टिममा विभाजित छन्: टिम रेड, टिम ब्लू, टिम ग्रीन र टिम येलो। 13 खेलाडीको टिमले 50 ओभरको खेलमा डबल राउन्ड रबिन ढाँचामा भिडिरहेका छन्। अप्रिल 26 देखि सुरु भएको यो क्याम्प केवल एक अभ्यास होइन, यो हो अबको राष्ट्रिय टिम बनाउने रणभूमि। नयाँ प्रशिक्षक स्टुअर्ट लले स्पष्ट रूपमा भनेका छन्, नेपालमा प्रतिभा प्रशस्त छ, तर केवल नाम होइन, प्रदर्शन हेरेर टिम बन्नेछ। अब आउँछ सबभन्दा चाखलाग्दो कुरा। CAN को केन्द्रीय करारमा रहेका खेलाडीहरू पछाडि परेका छन् र अनुबन्धमा नपरेका अथवा इमर्जिङ खेलाडीहरूले खेलमा कब्जा जमाएका छन्। टिम रेडका भीम शार्की, ग्रेड C को खेलाडी, क्याम्पको पहिलो दिनमै 126 रन बनाउँदै शीर्ष स्कोरर बने, तर यसपछिका 4 खेलाडी दिलीप नाथ 121, शुभकान साकर 103, ईशान पाण्डे 103 नट आउट, अर्जुन साउद 98, कसैको पनि क्यानसँग करार छैन। सवाल उठ्छ, के करार सही व्यक्तिलाई दिइएको थियो त? ग्रेड A खेलाडी दिपेन्द्र सिंह एरी पनि अहिले मात्र 96 रनमा सीमित छन्। अझ उनका पछि रहेका देव खनाल 82, रूपेश सिंह 94 र कुशल भर्टल 90 जस्ता इमर्जिङ र ग्रेड B खेलाडी छन्। बलिङ पक्ष झनै रोमाञ्चक छ। नन्दन कुमार यादव अनुबन्धमा छैनन्, तर 7 विकेट लिएर टपमा छन्। उनीपछि छन् प्राटिश GC र सागर ढकाल ग्रेड D का खेलाडी 6/60 विकेट लिएका। र अब सबैको नजर तानेका छन् युवराज खत्री। U19 टिमबाट चर्चामा आएका यस स्पिनरले एकै खेलमा आसिफ शेख, दिलीप नाथ, पवन सराफ जस्ता स्टारहरूलाई आउट गरे। 4 विकेट लिएर टिम ब्लूलाई टिम ग्रीन विरुद्ध 64 रनको जित दिलाए। यता सिनियरहरू स्ट्रगल गर्दैछन्। करण KC, सन्दीप लमिछैने, सम्पल कामी 3 विकेटमा रोकिए। स्टुअर्ट लको नजरमा यिनीहरू सुरक्षित छैनन्। अबको राष्ट्रिय टिम फेरिन सक्छ। यसो हेर्दा PM कपको याद आउँछ। त्यहाँ पनि सिनियरहरूले खासै प्रदर्शन गर्न सकेका थिएनन्। अब प्रश्न यति हो, के स्टुअर्ट लले पुराना अनुहार विस्थापित गर्नेछन् त, वा फेरि पुरानै टिमलाई एक मौका दिनेछन्? नेपाल क्रिकेटलाई नयाँ उचाइमा लैजान नयाँ सोच आवश्यक छ कि पुरानो अनुभव? तपाईको विचार कमेन्टमा लेख्नुहोस्। यस भिडियोमा तपाईलाई जानकारी र रमाइलो दुवै लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। नेपाल क्रिकेटको भविष्य तपाईको समर्थनमा निर्भर छ।